एभ्रिवान। आज मसँग भएको यो बिरुवा चाहिँ पारिजातको बिरुवा हो हैन। यो चाहिँ अब सिडनीमा पनि पाइन्छ पाउन त, तर यो एकदमै रेयरली पाइन्छ है, रेयरली पाइन्छ। यो बिरुवा चाहिँ तपाईको मलाई चाहिँ एकदमै रोप्न रहर थियो के, रहर बच्चैदेखिबाट यो बिरुवा सँगै हुर्केको भनौं न। मलाई यो मेरो माम घर जाँदा मेरो घरमा तपाईको यो बिरुवाको त्यो बास्ना, फुलको बास्ना हुन्छ नि, एकदमै मन पर्ने के, एकदमै राम्रो बास्ना आउने क्या, एकदम मिठो बास्ना आउने। अनि त्यसपछि यो चाहिँ यसलाई अस्ट्रेलियातिर चाहिँ के भन्दो रहेछन् भने नाइट जस्मिन भन्दा रहेछन् क्या, नाइट जस्मिन भन्दा रहेछन्। हुन पनि यो रातिमै फुल्छ हैन। यसको किम्वदन्ती अनुसार चाहिँ तपाईको यो बिरुवा चाहिँ स्वर्गबाट चाहिँ यो पातालमा लिएर आएको बिरुवा हो रे हैन। यो बिरुवा एकदमै मन पर्छ कि मलाई पनि। यो नि अस्ट्रेलियातिर नि रेयरली पाइन्छ हैन। आज मलाई यो बिरुवा रोप्न मन लाग्यो के, रोप्नलाई भनेर मैले पटिङ मिक्स पनि लिएर आएँ। अनि त्यसपछि यो चाहिँ तपाईको यो बिरुवालाई चाहिँ म आज रोपेर देखाउँदैछु। यो बिरुवा एकदम सानो हो, त्यही भएर हुर्काउन अलिकति गाह्रो चाहिँ गाह्रो छ हैन। यसलाई अब माटो, पानी, घाम सबै मिलाउनु पर्छ। त्यही भएर यो चाहिँ मैले लिएर आएको माटो, यो हामीसँग पहिले भएको माटो हैन। यो माटोलाई चाहिँ यसरी खर खनाउने हैन। एउटा ठुलो मैले चाहिँ यो पालि चाहिँ ठुलो बाल्टिन अथवा ठुलो भाँडोमा चाहिँ बनाउन लागेको कि। नर्मली यो यति सानो भाँडोमा अनि बच्चाले यता पल्टाइदिन्छन्, भरे उता पल्टाइदिन्छन्, कता कता जाने भरे मर्ने लाग्यो भने। अनि मलाई चाहिँ यो इन्डोर प्लान्टहरू, आउटडोर प्लान्टहरू एकदमै मनपर्छ क्या। एक त हेल्थको लागि पनि राम्रो हुन्छ। तपाईको यो पारिजात प्लान्ट चाहिँ तपाईको यो चाहिँ एकदम औषधिहरूमा पनि युज हुन्छ अरे हैन। त्यो चाहिँ मलाई थाहा थिएन, एकजना दिदीले भन्नुभएको क्या, औषधिहरूमा नि कति युज हुन्छ अरे क्या यो चाहिँ। अनि मलाई पनि घरमा रोप्न मन थियो, अनि त्यही भएर मैले एउटा लिएर आएर अनि त्यसपछि भरे राखेको त। कहिले बच्चाले यता डलाइदिन्छन्, कहिले उता डलाइदिन्छन्, गर्दै मर्ला जस्तै पो भयो। त्यही भएर योलाई चाहिँ म ट्रान्सफर गरौँ, आज सोइल ट्रान्सफर गर्नु पर्यो भनेर यो मलहरूलाई चाहिँ लिएर आएँ कि। मलहरू लिएर आएर मैले यो प्लान्टलाई रोप्दैछु है। अनि त्यसपछि यो चाहिँ पटिङ मिक्स के, यो पटिङ मिक्स बर्निङबाट लिएर आएँ। अब यो बर्निङबाट लिएर आएर यो पटिङ मिक्स हालेर यसलाई चाहिँ रोप्न जाँदैछु हैन। हेरौँ कस्तो फल्छ भनेर। अब अहिले चाहिँ कस्तो राम्रो फुल्छ अथवा पछि चाहिँ कस्तो हुन्छ थाहा छैन हैन। तर अहिलेसम्म चाहिँ बिरुवा एकदमै राम्रो मजाले आइरहेछ क्या, आइरहेछ। मैले यसमा खासै एकदम धेरै त्यो उहरू चाहिँ हालिनँ, तैपनि यो चाहिँ मलाई सरेर टक्क लाएर फुल फुलेर अनि त्यसको त्यो हुन्छ नि फुलको सुगन्ध, त्यो चाहिँ एकदमै